वेलकम टु माई ब्लग। यो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहुन्छ भनेर हामी चाहिँ कुपिन्डे दहको गेटमा पुगिसकेका छौँ फाइनली गाइज। म चाहिँ फर्स्ट टाइम कुपिन्डे दहमा आएको, कति दामी देखिरहेको छ। हाम्रो यात्राको सुरुवात भएको थियो वीरेन्द्रनगर सुर्खेतदेखि टुलाबिट हुँदै मेलकुना हुँदै बालुवा सङ्ग्राई हुँदै हाम्रो सल्यानको कुपिन्डे दहसम्म पुगिसकेका थियौँ हामी। हामी त्यहाँ पुगिसकेपछि त्यहाँ तालमा चाहिँ ढुङ्गासँग चढियो, जस रमाइलो भयो। त्यहाँको मौसम पनि टक्क घाम लगाएर एकदम तातो भइरहेको थियो होइन, एकदम शीतल पनि भयो। बोटिङ गर्ने दाइहरूले यता छेउदेखि पुरै त्यो तालभरि वरिपरि घुमाइदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु यसको लागि। यो कुपिन्डे दहको नजिकै एउटा मन्दिर पनि रहेछ, त्यहाँ मन्दिरको दर्शन पनि गऱ्यौँ र त्यसपछि हामी कुपिन्डे दहतिर गयौँ। हामी कुपिन्डे दहको वरिपरि घुमेर करिब फर्किसकेका छौँ गाइजहरू है। फाइनल्ली हामी कुपिन्डे दहमा घुमेर हामी सुर्खेततिर फर्किसकेका छौँ। अहिले यात्रा चाहिँ एकदम रमाइलो भयो। बाटो चाहिँ अलि कतै कच्ची कतै पिच भएको थियो, तर पनि यात्रा जस रमाइलो भयो भनौँ।
आइसकेका छौँ गाइजहरू है। हामी बिहान 9 बजे सुर्खेतबाट हिँडेको भने चाहिँ हामी सुर्खेत अहिले करिब 4 बजेतिर पुग्न लागिसकेका छौँ। Thanks for watching this videography by Ramesh King Thakuri.